साथीहरू टमाटर किनेर खान सकिने रहेनछ है। ल यहाँ हेर्नुहोस् है 80 रुपियाँ केजी अरे हो 80 रुपियाँ केजी 80 रुपियाँ किलो 80 रुपियाँ किलो के गर्नु खानु त पर्ने हुन्छ हो। अब यो नलगी पनि हुँदैन सो त्यही भएर हामीले पनि यहाँ आधी केजी ल्याउँ धेरै त होइन। अहिलेको टमाटरमा सबै किरा हुन्छ हो आधी त फ्यालेरै जान्छ के। हामीले पनि लियौँ है आधी केजी है लगेर नि कुहिहाल्छ हो आधी कुहिएकै हुन्छ। आयो है आयो साथीहरू ताजा ताजा तरकारीहरू। ल हेर्नुहोस् है आजको हटिया धुलाबारीको यस्तो छ बेलुका छ हो एकदम भिड रहेछ आज एकदम ताजा ताजा। यहाँनिर केराहरू रहेछ है घरमै छ भिडभाड एकदमै धेरै रहेछ यहाँकै लोकल मान्छेहरू होला बेलुका भयो नि त त्यही भएर अब सबैजना सब्जीहरू लिन आउनु भएको रहेछ। यहाँ हुनुहुन्छ हाम्रो दाईहरू है। कसरी हो अकबरे 100 बेचेको 80 रुपियाँ ए 50 रुपियाँको आउँछ दिनु न साथीहरू अकबरे खोर्सानी है क्राम क्राम टोक्नु मन लाग्यो हेरेर कस्तो मजाको हाल्नु न हरियो फेरि वाउ। कोपीको बजार यहाँ हेर्नुहोस् है यता मेरो श्रीमानज्यू के लिनु भयो त आज अकबरे खोर्सानी त्यहाँबाट टमाटर अनि मेरो बुढीलाई कस्मेटिक आइटम। साथीहरू कस्मेटिक आइटम किन्न नसकिने रहेछ हो कति धेरै महँगो क्या हेर्दा सामान यति हुन्छ होइन कति धेरै महँगो। यहाँनिर हुनुहुन्छ मेरो दाई दाई साँच्चै हुन्छ कति दिन पछाडि दाई यहाँ मेरो भिडियोमा आउँदै हुनुहुन्छ। हाई भनिदिनु न दाई हाई भनिदिनु न हामी धेरै पछाडि आएको हो नि त बजार हामी सधैँ लाने ठाउँमा आएको साथीहरू नयाँ कुरो केही आएको छ कि सीताको दोकानमा भनेको केही रहेनछ है यस्तो रहेछ। यहाँनिर भिडभाड यहाँ हेर्नुहोस् न कति धेरै हुन्छ। म चाहिँ जहिले यहीँबाट लान्छु नि त सामानहरू तर खासै केही आएको रहेनछ केही नलाने पऱ्यो अब म फर्किनु पऱ्यो। यस्तो छ यताको साथीहरू ताजा ताजा तरकारीहरू मात्रै अब बेलुकाको टाइममै सबैजना सब्जीहरू मात्रै किन्दै हुनुहुन्छ। यता आउने क्रममा हुनुहुन्छ यतातिर चाहिँ साथीहरू फलफुलको आइटमहरू छ यो साइडमा। सो अब चाहिँ हामी फर्किएको घर।